म चाहिँ अहिले जङ्गलमा छु हो। निहुरो टिप्दैछु सब्जीको लागि हो निहुरो। अन्त योभन्दा अगाडि चाहिँ म खास म निहुरो टिप्न आएको म होइन। म चाहिँ बडै बेलुकाको लागि सब्जीको लागि खासै म दोकान गएको। दोकान आलु किन्नु गएको थियो। अन्त बाटोमा जाँदै अचानक दोकान नगएर यता जङ्गलतिर है निहुरो खोज्दै। निहुरो चाहिँ यता चाहिँ सोरे भएछ सिस्नु गाडीमा हिँड्दा नि त्यो खुट्टा डल्लै सिस्नुले पोलेर नि आमामा निहुरो खोज्नु हिँडेको सिस्नुले पोलेर खुट्टा सबै रातो बनाइसक्यो। सिस्नु पनि नाच्ने हो घाँससँग निहुरोको धुनमा। बस अब मैले बाटोमा निक्लेर भेटौँ होला। अहिले चाहिँ निहुरो टिप्नुपर्ने छ हौ। पानी पनि परेको हो। पानी पनि गटङ टङ 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 आउनु थाल्यो। पानी पर्नु थाल्यो। छैन निहुरो पनि। निहुरोले जङ्गलदेखि निहुरो टिपेर पनि आइसक्यो। अब यहाँ फर्किँदैछु तर पानी परेको छ। पानी पर्दैछ निहुरो टिप्नु पनि भएन यति राम्रो।